हेलो हाय 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 खै त बाबालाई मिस गरेको थियो हजुर हुन्छ मम्मी मेरो बुढी खै त बाबालाई मिस गरेको थियो भन्नु न ज्वरो तातेर कस्तो सन्चै भइरहेको छैन औषधि खानै मान्दैन खाना पनि केही खान मान्दैन नदेखाउँ न फेरि अनि निकाल्न पठाउँछु के भनेको बाबुले के खाने भनेको उठ न उठेर बाबुलाई हक गरिदेऊ के खै 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 मलाई के छ बेटा कसले लग्यो दिदी लग्नु भयो भने त थिएँ मैले प्लेनमै आऊ भनेर यस्तो ज्वरोको दबाई फेरि पनि थुपेको छैन खानै मान्दैन 4 टाइमको औषधि हो ज्वरोको मात्रै बडा मुस्किलले खुवाएको मैले खानै मानेन टोक्यो अरे सिमरनले टोक्यो अरे खुट्टामा देखाइरहेछ अस्ति टोकेको दिदीले मैले दिदीलाई रुक दिदीको मैले ढाबा दिन्छु है लाइट अब नुनु गर्ने के पछि सिमरन टोक्यो कहाँ टोक्यो यहाँ गराइदियो तिमीलाई सबै याद हुन्छ अस्तिनेको पनि मैले बच्चा त्यत्रै बस्छ अनुहार ज्वरो आएर वेट पनि घटेछ यसको यहाँ पनि ऐया भयो दिदीले हो बाबु ह्यापी बाबा आयो ह्यापी किन बाबु बाबा आएर ह्यापी भयो ह्यापी भयो खुसी भयो बाबा आएर सानाको बाबा केमा जानुभएको थियो बाबु पिएममा जानुभएको थियो प्लेनमा अरे जुन प्लेन आयो अनि त्यसैलाई के बाई बाई भने बाबा बाई बाई गर्ने केही ल्याएन बेटा बाबाले त्यतिकै खाली हाल जस्तो बाबालाई हक गरेनौ सानाले बाबासँग बस बाबा तिमी सन्छौ है अब बाबासँग साथो गइदिए त के भन्ने के बाबु पियानो अरे जीवन जल बनाइदिएको खाँदै खान्न खम अरे के छ बाबु चलाउ न ए सक्यो रहेछ के हो ए बाबु त्यो गर्ने भए चिन्छ बाबु बाबु खुसी हुनुभयो भएन किन बाबुलाई कहाँ ज्वरो भएछ भन्देऊ त बाबु हिजो कहाँ जानुभएको डाक्टर अङ्कल जानुभएको थियो कच्चो गरिदिनु भएको थियो बाबु डाक्टरले त्यहाँ लगाइदिनु भएको थियो ज्वरो नाप्नु भएको थियो अनि टमीमा कस्तो गरिदिनु भएको थियो अङ्कलले हो त्यस्तो त्यस्तो गर्दै थिएँ त्यही भएर बाबा भइदियो गर्नुहुन्थेन होला होइन दादा कोसँग थियो मामासँग बाबु कहाँ बाबु आमा गरेको बाबु रुनु भएको थियो मामासँग जाँदाखेरि ल बाई बाई गरिदिनुहोस् त छोरा बाई बाई गरिदिउँ न नजाम बेटा फेरि नजानी ल बाबालाई हक गरिदेऊ चुक्कु गरिदिनुहोस्